18 अनि 19 डिसेम्बर सिङ्गापुरमा पहिलोचोटि नेपाली मनोरञ्जन ग्रुपको प्रस्तुति नेपाली साङ्गीतिक साँझ आउनुहुँदैछ हाम्रै नेपालका चर्चित कलाकारहरू। संयोजन पाउन सकिन्छ सकिन्न यो जुनी त हजुरैलाई भो एकै जुनी बाँचौँ मिठो माया साँचौँ किन चाहियो सयौँ जुनी त्यो तिमीलाई मेरो माया अर्पण गरे तिमीलाई जीवन समर्पण गरे। नमस्कार, म सङ्गीतकार महेश खड्का। यही आउँदो डिसेम्बरमा तपाईहरूको सहर सिङ्गापुरमा हामी सम्पूर्ण साङ्गीतिक टोली तपाईहरू समक्ष आफ्नो कार्यक्रम प्रस्तुत गर्नको निम्ति आउँदैछौँ। अवश्य पनि तपाईँ हामीलाई साथ दिनको निम्ति हाम्रो कार्यक्रम स्थलसम्म आइदिनु हुनेछ। तपाईँ हामी कलाकारलाई हौसला प्रदान गर्नुहुनेछ भन्ने मैले विश्वास राखेको छु। आइदिनुहोस् ल। ल हेर त तिम्रो डिसेम्बर 18 र 19 सिङ्गापुरमा कार्यक्रम छ, जानुपर्छ भुइँ मैले हो त साथी। त्यो दिपकले म अन्जु पन्त मुवास खड्काका छोडेको कार्यक्रम हो। हो त्यही कार्यक्रम हो। सिङ्गापुर गएर धमाका गर्नुपर्छ ल। भएर आउँछ नि कस्तै आज त वास्ती क्या काया मजुनी मरे पनि उही सिङ्गापुरमा गएर मर्नुपर्छ। नमस्कार, म अन्जु पन्त। तपाईहरूको सहर सिङ्गापुरमा यही डिसेम्बरमा आउँदैछु। नाच्न गाउन रमाइलो गर्न। दसैँ तिहार कसरी मनाउनु भयो थाहा छैन, तर अलिकति बाँकी राख्नु होला। खुसियाली आउँदैछु। मुटु माग्यौ तिमीले मैले बाँच्नु पर्छ, मै मरे तिमीलाई कसले माया गर्छ। जुनको ज्योति ल्याएर दिन्छु पनि भन्न सक्दिन म, सागरको मोती ल्याएर दिन्छु पनि भन्न सक्दिन म। नमस्कार, म हो गायक दीपक लिम्बू। तपाईहरूको सहर सिङ्गापुरमा यही डिसेम्बर महिनामा गीत सङ्गीत प्रस्तुत गर्नका लागि म लगायत हाम्रो सम्पूर्ण युनिट आउँदैछ। प्लिज तपाईँहरू पनि त्यो कार्यक्रममा आएर हामी कलाकारहरूलाई सपोर्ट गर्न एउटा हौसला दिनु, पक्कै पनि आइदिनु होला, नाइ नभन्ने ल। नमस्कार, म प्रणेश लिम्बू। यही डिसेम्बर महिनामा तपाईँको नाच हामी विभिन्न साङ्गीतिक शैलीका साथ आउँदैछौँ। आशा छ तपाईँको साथ पाउँछौँ भन्ने। धन्यवाद। नमस्ते, म छिरिङ लामा। नमस्ते, म रजनी। फेरि पनि हामीहरूले तपाईँहरूको सामु नयाँ प्रस्तुति ल्याएको छु। डिसेम्बर 18 and 19 मा आशा छ तपाईँहरूले हामीलाई फेरि पनि सहयोग गर्नुहुन्छ होला। अहिलेसम्म जति पनि प्रोग्राम भइरहेको छ तपाईँहरूको माया र सहयोग अहिलेसम्म हामीले निरन्तर रूपमा पाइरहेका छौँ। आशा छ भविष्यमा पनि तपाईँहरूले यसरी नै सहयोग गर्नुहुन्छ होला। सिङ्गापुरमा मात्रै नभएर हाम्रो प्रोग्रामको लागि स्पोन्सर गर्नुहुन्छ मलेसियाबाट आइएमई, एभिस किचन, गोर्खा प्यालेस, गोर्खा किचन एन्ड न्यू एभिस किचन। उहाँहरूलाई सहयोगको लागि धेरै धेरै धन्यवाद छ। नमस्ते, म एकराज राय। आइ एम रियली भेरी भेरी एक्साइटेड, किनभने अहिले चल्दो बल्दो नेपालको एकदमै राम्रो कलाकारहरू महेश खड्का, दीपक, अन्जु अनि धुर्म सुन्तली लगायत हाम्रो अहिलेको भर्खर लेटेस्ट प्रणेश लिम्बू कलाकारहरू आउँदै रहेछ। मुटु माग्यौ तिमीले मैले बाँच्नु पर्छ, मै मरे तिमीलाई कसले माया गर्छ। नमस्ते, म रामचन्द्र। नेपालको चर्चित कलाकार दीपक लिम्बू आउँदै हुनुहुन्छ, हेर्नु नछुटाउनु होला। हामीहरू सिङ्गापुरमा बसेर पनि यति चर्चित कलाकारहरूको प्रोग्राम हेर्नु पाइरहेको छौँ। मैले त टिकट पनि किनिसकेँ। नबिर्से तिमीलाई नपाए तिमीलाई बिना अर्थ दिलमा सजाए तिमीलाई। दिस इज माई फेभरेट सङ बाई अन्जु पन्त। 18 and 19 डिसेम्बरमा हुन गइरहेको प्रोग्राममा उहाँहरू आउँदै हुनुहुन्छ एन्ड आई एम सो एक्साइटेड। दार्जिलिङमा कार्निभल हेरेको जस्तै यहाँ सिङ्गापुरमा पनि नेपाली कलाकारलाई हेर्न पाउँदा धेरै खुसी लागेको छ। मलाई प्लस मेरो फ्यामिली अनि मेरो बच्चाहरूले चाहिँ धुर्मुस अनि सुन्तलीको प्रोग्राम चाहिँ हामीले रेगुलर रूपमा हेरिरहेको छौँ। एकदम उहाँहरूले चाहिँ तालाई प्लस हामीहरूलाई चाहिँ इन्टरटेनमेन्ट दिलाइराख्नु भएको छ। नेपालको रियालिटी सो सिङ्गिङ स्टार प्रणेश लिम्बू, जसलाई तपाईँले हमेसा टिभीमा अनलाइनमा हामी हेर्ने गर्थ्यौँ। 18 र 19 डिसेम्बरको दिन आइरहेको छ।
It's really nice show. So I'm very excited to see him. अहिलेसम्म जति पनि नाम सुनेको अनुसार अब देखेर कस्तो रहेछ भनेर प्रत्यक्ष रूपमा भेट्न पाउँदा अत्यन्तै खुसी लागेको छ। यस्तै यस्तै कलाकारहरू फेरि पनि ल्याउनु होला, अरू कलाकारसँग भेट्न मौका पाउने अपेक्षा राख्दै यति नै टुङ्ग्याउँछु। धन्यवाद। म यो मेरो बासे कार्यक्रम रेगुलर रूपमा हेर्ने गर्छु र मलाई एकदम मनपर्छ र प्रत्यक्ष रूपमा सुन्तली र धुर्मुस भेट्न पाउँदा एकदम खुसी लागेको छ। यसरी विदेशमा सिङ्गापुर जस्तो ठाउँमा आएर पनि नेपाली मनोरञ्जन ग्रुपले हाम्रो निम्ति फेरि पनि नेपाली मनोरञ्जनको कार्यक्रम लिएर आएकोमा म नेपाली मनोरञ्जन ग्रुपलाई धन्यवाद दिन चाहन्छु। मेरो कल्पनामा आज एउटी परी थाहा छैन खै कुन स्वर्गबाट झरी। मेरो कल्पनामा आज एउटी परी थाहा छैन खै कुन स्वर्गबाट झरी। रूप छ रङ्ग छ कोमल अङ्ग छ बोल्ने क्या ढङ्ग छ आहा नापेली चाल छ मायाको छाल छ साँच्चै